यतिखेर चाहिँ हामी कहाँ गयो यो फुल के जन्ती जाने क्रममा हामी अहिले बुलबुले दर्शनमा छौँ। बुलबुले यो चाहिँ होइन यलम्बर अनि माछा भएको कहाँनिर हो मनिषा? के गरे यो के अरे यो माछा कहिले बढ्दैन यत्रको यत्रै अरे यो माछा होइन यो खायो भने त जान्छ नि अरे कहिले नपढ्ने माछा यो कसैले खाँदैनन् दाजु यो कुन ठाउँ अरे? यो बुलबुले यता हाम्रो कहिले पनि नबढ्ने माछा। यता हाम्रो भाउजूहरू अहिले चाहिँ हामी यो बुलबुले धाममा चाहिँ यहाँ रोकिएको छ। यहाँ काका कस्तो तपाईँलाई अनुभव भइरहेछ? एकदम हर्षित भइरहेछ म आयो। गाडी पछि सोधौँ न हाम्रो गुरुलाई यो ठाउँको बारेमा विशेष के छ त गुरु? हाम्रो विशेष त यो परम्परा अनुसार यो बुलबुले दुधकुण्ड भन्ने हजुर हजुर पहिले अब सृष्टिको समयदेखि नै यहाँको खासमा चाहिँ यहाँ के हो भनेदेखि यो नागको उत्पत्ति गुरु त माछा चाहिँ हालेको कि त्यही उत्पत्ति भएको माछा? त्यो माछा अघि अब एक समयमा पुर्खाले होला गएकै हो। हुन्छ ल म देखाइहाल्छु नि। बाटो हेर्न पठाउँदै गर्छौँ जानु त। पहिले उता पठाउ न, बाइकमा जाउँ त। बाइकमा बाटो गाडी जान्छ थाहा पाइन्छ। बिना यहाँ तयार गर्दै गर्नु बिर्सेर चाहिँ चट्ट जन्ती जाँदा बाटो बिर्सेर यहाँ बेहुलालाई पनि थाहा रहेन अस्ति घर गएको मान्छे यहाँ बाटो बिर्सेर यहाँ भाइ बेहुलाले हात हलाउँदैछ र बाटो बिर्सेर हेर त बाटो चाहिँ बाहिर म पार्टी चाहिँ कहाँ हो र? पर यो टर्निङ गरेपछि अरू साथीहरू चाहिँ आउनु भएको छैन? डिक्टेल पारी डिक्टेल बजारको मुनि खोल्सीमा रहेछ नि त देउलीको घर। केटाहरू ल बाटो अल्मालेर यहीँ छोडेर हाम्रो यात्रा टोली चाहिँ अब यताबाट अब बाटो थाहा नपाएर एक टोली चाहिँ यताबाट यस्तो बाँसको बाटो हिँडिरहेको अवस्था छ भने
अर्को टोली चाहिँ परबाट बेहुलाको टोली चाहिँ परबाट एक टोली गाडीमा आउने गाडी राखेर हिँड्दै आएको अवस्था रहेको छ। बाटो भुलेर बेहुलाको टिम चाहिँ उहाँबाट आउँदै हुन्छ। मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं तदेव पछाडिबाट बान्दैन अर्को धानले माङ्गलिक रीतिकाहरू दिने अरे क्या अब गिफ्टहरू छन् नि निकाल्ने
नक्षत्राणी रूपमा व्याप्तमा साना टीका लगाइदिने आज म त लक्ष्मी सम्झिँदैन बाँचिन्छ लक्ष्मी आयु रक्षेश बारा हे तो पनि लगाइदिनु रक्षेश वैष्णवी पुत्राणी रक्षण महालक्ष्मी भार्या रक्षति निकाल्ने त्यसलाई निकाल्ने भाइ म भ्याउ क्यामेराम्यान रहिता है त यज्ञ बबिता रहिता दक्षिणा सहित पञ्चरत्न समापन जल सङ्घ पात्रेण ल सँग देखाउनु अब एकछिन ल अब अथ सङ्घ पात्रेण दादी दुग्धा घृत पुष्प क्षेत गङ्ग दग्ध सुख खण्ड सहित सङ्घ पात्र हस्ताभ्याममा लाय नाबाउ अरे यसो नाइटोमा छाइदिइराख्ने अरे के नाबाउ हस्त हृदि दुईपट्टि माथि कुमकुममा स्कन्दे सिरासी शिरमा पादायो यी खुट्टातिर क्या जानु ब्याम उतारे पृथ्वी अरे पेटमा इत्यादि
अर्का सासमा पूजा अरे नमस्कार गर्ने माथि शिरमा पूजा गरिराख्ने चन्दन फुला खेताले है त माथि तल राखेर नमस्कार सहस्र मूर्तय सहस्र माला सुश्रो हवामाय सहस्र नन्दी मुरुखाय सहस्र दे सहस्रको देवधारी नन्दी गोपालका मुनि गोपाल मेरो कान्छा आएको छ बुवा अनि कस्तो लागिरहेछ धन्दाईको बिहे काका अनि धन्दाईको बिहे कस्तो लागिरहेछ धन्दाईको बिहा बाटोमा त मलाई भित्र खुसखुस हुन्छ त यहाँ पछि त यति रमाइलो लागेको छ धेरै रमाइलो लाग्छ राजीव ब्रदर एकदम मलाई A1 कायदा रमाइलो होइन एकदम मजा आइरहेछ तनाव दिएको हुँदैन एकदम ठिक छ अहिले धन्दाईको बिहे कस्तो लागिरहेछ तपाईँलाई आजको अलिकति भनिदिनु न तपाईँको एकदम फन्टास्टिक बिहे हुँदैछ भाउजू कस्तो लागिरहेछ एकदम रमाइलो छ दाइको बिहा है एकदम हङ्ग्री फिल भइरहेछ आजको दिनभरि केही नखाइकन सम्पन्न गर्नुपर्छ त्यही भएर एकदम खुसी पनि छु यो बोतल चाहिँ यता के लागिरहेछ तपाईँ हो र अहिले चाहिँ तत्काल छैन है अलिकति 1-2 वर्ष ग्याप गरेर नि फेरि मनिषा चाहिँ 2 हातले हान्दैन बेहुलाको चाहिँ बुढे भाग बुढे भाग एक थाल हानिसक्नु उहाँले हाम्रो दाजु आज सबैभन्दा खुसी हुनु चाहिँ अर्को थाल्दै देखाइदिनु अलिकति उयो चाहिँ पुगेन मिठो भनेर खाइदिनु सबैजना जहाँ जुन चिज खाए वही चिज मिठो भयो भिना यहाँ देखाउनु न यसरी अड्क्यो फेरि होइन केही हुँदैन बोलाको यही ठुलो लगेर यहाँ लानु
हो भयो त हात धुनु सकिएछ नि भने चाहिँ हामीले ल्याएर कसैले भान्जीले पनि नसुनास् भन्ने ज्वाइँले हामीलाई नसुनाऊ बढायो मामा कन्यादाता बडो मसला आयो अरे ल कन्यातर्फबाट पहिले कन्यातर्फबाट फेरि पहिले अहिले खोल्दैन हो बेहुलाले हो त्यो सुर्केसमा पानीसम्म जुठो भइसकिहाल्यो कसले खायो पहिले बेहुला बेहुली कि बेहुलीले मैले त हेरेँ मुख अहिले बेला भएको थिएन म त अहिले खुवाउँदैन होला भनेको के थाहा कसले चाहिँ भाउजूको कडा भाउजूले हेरे पहिले खुवाइदिइहाल्नु बेहुलीले एउटामा बेहुलाले एउटामा परिभाषा यति मन्त्र छ अथर्वण ऋषि लिङ्गोत्त देवता पङ्क्ति छन्द देवरत्य वस्त्रदाने विनियोग छोडिदिनु ल बेहुलाले जान्छन् ती भनौँ न यसमा यति मन्त्र छ अथर्वण ऋषि लिङ्गोत्त देवता त्रिष्टु छन्द उत्तरीय वस्त्र परिधाने विनियोग गर्नु छोडिदिनु उठ्ने दुईजना आफ्नो आफ्नो लिएर उठाउने हामीले उठाउनु पहिले बेहुलीले दिने बेहुलालाई ल म ल अब तपाईँले दिने उता ल बेहुला पहिला बेहुला पहिला हुनु एकैचोटि हुन्छ कन्यादान धनराशि शरीर परस्य समागतस्य मौद्गल्य गोत्राणां गोत्राणां दुनानानि देवीनां देवीनां समागतस्य कर्मणि निमित्तं शुभलं लास्टमा ताली 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 तपाईँ जान चाहिँ मन छ एकचोटि हेर्न जाने हो यहाँको डबल एकचोटि जाने खाजाको समय छ मनिष भाइ अलि उता थोरै उता सर खाजा के गर्नलाई खाजा खानलाई हामी आइपुगेका छौँ खाजा पनि चाहिँ स्टुडियोतिर यस्तो गर्नु कि अनि मान्छे तपाईँ खेल्ने बाटो पाण्डुरा हेम भूषितम येन सतमियो साने देविक भागे पुजैतम एते सत वरुण त्यो चाहिँ खसा जस्तो मात्रै गर्ने कपडामा चाहिँ मजाले दुई हातले चेप्ने दुई औँलाले हो त्यो छाउँदै छाउँदै नखो हो त्यसरी ठिक छ मात्र सिउँदामा अलिक सिउँदामा अलि हाल्ने लगन त बिगारे भयो खसो तल खसे गर्न लैजाने हात मात्रै तल लैजाउन अलिक पक्र
नेपाली पूजा फेरि पूजा सकिएको अनि तर पक्रिने गएको के हात कामाको डराएको होइन खुट्टा मात्रै कमाएको हुन्छ एउटा के हात कमाएको गाँठे कहाँ डराउँछु 2-4 जना मान्छे आयो भने बसाल्नु सक्छु अब त्यसो पटकमा सबै अब सबै हाल्ने होइन त्यता उहाँ राखेर राख्नुभन्दा पछिलाई चाहिने भोलि पर्सि नि हाल्नुपर्छ 3 खेप छुस हाल अब हत्केलालाई ठ्याक्कै हो ए बिस्तारो त्यो त उयो हो नि ल भाउजू त्यही नै छु कता राखिदिएको छन् माउट आउनु त छिटो घर्नै पर्छ पस्नु न बेटी लगाएको छ तिम्रो दुईटै मैले पकाउने हो होइन हजुर होइन यहाँबाट छोड्ने हो इगल त यहाँबाट छोडो तलबाट छोडे त अहिले पारी गएर छोडेको छ ल अहिलेको टोलीले झुक्की आए ल पकाइदिनु न झार दिनु अलिक यता आउनु यहाँबाट यहाँबाट यहाँ चाहिँ यहाँ आउनु माउर खसाउने चाहिँ यस्तो हो त सिधा गाडीमै ठिक यार भाइ ओके सेबास ओके लास्टले फोटो खिच यार खतरा गरी अलिक राम्रो टोपी मिलाऊ लु भयो जन्तै बाख्रोको कार्यक्रम चाहिँ हाम्रो जन्तै बाख्रो चाहिँ यस्तरी खायो चम्ची आयो दही खाइयो छैन लु सँगै बसेर अब भाइ म एकचोटि लिइहाल्छु न यो चाहिँ फाइनली घरमा अब जन्तै बाख्रो यो चाहिँ मेरो पहिलो अनुभव है यो पाहाडमा चाहिँ चट्टा जन्तै बाख्रो कार्यक्रम यहाँदेखि अब आइहाल्छु भयो यहाँनिर भाउजू चाहिँ बर अघि आएर फर्स्टमै बसिसक्नु भएको छ धमाधम छ है त्यो गई बाबु ददाले हाल्नु त ल्याएको अहिले त यसो फर्मालिटी मात्रै लाइट आउनु मिल्दैन है एकदम फिलिङ ह्याप्पी
अब आजदेखि घर झिलिमिली हुने भयो होइन कि कसो त एकदम हो इन्टरभ्यू त राम्रै हान्छ कि हो इन्टरभ्यू गरेर काले त तर्फबाट हाम्रो धनबहादुरसँग अब पुरानो हाम्रो एउटा खालको सम्बन्ध पनि छ पारिवारिक सम्बन्ध पनि छ त्यो भएको हिसाबले खोटाङ जिल्ला पार्टीले उहाँहरूलाई बधाई तथा एउटा शुभकामना एउटा मायाको चिन्ह हामीले दिएको छौँ नेपाल कम्युनिस्ट पार्टी खोटाङ जिल्ला समिति बधाई तथा शुभकामना खोटाङ जिल्ला साकेला गाउँपालिका वार्ड नम्बर 1 सेवका निवासी मकरबहादुर बुढाथोकी मैतीमाया बुढाथोकीको सुपुत्र धनबहादुर बुढाथोकी तथा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 11 राजपानी निवासी श्री प्रेमबहादुर कार्की र सरिता कार्कीको सुपुत्री जुना कार्की बीचको सुसम्पन्न शुभ विवाहको अवसरमा तपाईँहरूको वैवाहिक जीवन सुख र समृद्धिको कामना सहित बधाई तथा शुभकामना व्यक्त गर्दछौँ सुदीप सिंह सेक्रेटरी सञ्जीव सिंह जिल्ला इन्चार्ज बेहुला बेहुली खसी पेपर त तर आयो त यो चाहिँ के अरे भाउजू यो चाहिँ हाम्रो फुपूहरूले के गर्नुभएको अरे माइत राख्नु स्वागत गरेको यो फुपू एकजनाले चाहिँ माइत राख्नु भएको अरे यहाँ हाम्रो चेलीबेटीहरूले के ल्याउनु भएको छ यहाँ टक्क माइत देखाउनु स्प्राइट माइल दाजु श्री मकरबहादुर बुढाथोकीको एउटै मात्र सुपुत्र धनबहादुर बुढाथोकीको शुभ विवाहको उपलक्ष्यमा हामी बुढाथोकी परिवारबाट हाम्रा ससुराली मावली भान्जा भान्जी इष्टमित्र ज्वाइँ चेलाहरूले चाहिँ छोरी चेली हाम्रो विवाहको निम्तोलाई स्वीकारेर आइदिनु भएको हाम्रो बुढाथोकी परिवारको तर्फबाट हार्दिक नमन गर्न मैले चाहेर नमस्ते यहाँहरूले अब हाम्रा छोरी चेलीहरूले मावलीको शिर उभ्याउनुको निम्ति उहाँहरूको अन्तर्हृदयबाट हाम्रो धनबहादुर छोरो बुहारी के अरे जुना आज हामीले लक्ष्मी स्वरूप यस हाम्रो बिहामा भित्याउनको लागि यस हाम्रो घरको प्राङ्गणमा आसिन बेहुला बेहुलीको रूपमा हामीले आसिन गराएका छौँ यहाँहरू पनि हाम्रो निम्तोलाई अन्तर्हृदयबाट स्वीकार गरेर आउनु भएको छ र उहाँहरूले माइतीको शिर उभ्याउनुको लागि खसी र उहाँहरूको विभिन्न कोसेली भनौँ न कोसेलीको रूपमा यहाँ हजुरहरूले देखिराख्नु भएको छ यसको उहाँहरूको लागि हाम्रो बुढाथोकीको तर्फबाट उहाँहरूलाई यसो उहाँहरूलाई फार्से गराउनको निम्ति हामी तयार भएका छौँ र घरबाट भित्रबाट चाहिँ त्यो अक्षता भनेको त सुनिता मागमा भनेको अहिले चेलीबेटी लामी डाँडा गोमा खत्री त्यस्तै भोजपुर जिल्ला टेम्केमो गाउँपालिकाबाट 8बाट बेहुलाकी ठुली फुपू मनकुमारी खत्री अनि हाम्रो ठुल्दाजुकी छोरी नरमा बस्नेत र भान्जी टेम्केमो गाउँपालिका सिनामकोबाट बरुण शेर्पालाई यहाँ अगाडि आइदिनु म र यतिबाट उहाँहरूलाई चाहिँ व्यवस्था गरिदिनु घरको तर्फबाट राखौँ भन्नु ठाउँपछि ओकाटो मलेसिया सेतो उँधो नेता लगेर बाँध्न पछाडि एकछिन गरुण मान्छे हिँड्न पनि नहोस् जे जस्तो भए पनि माइती कमजोरी भए पनि माइती मान्ने ठाउँ हामी नै हौँ सधैँभरि मान्नु गरिबे भयो नि धनी नै
लामी डाँडा काममा गर्दैन अलिक बेसी दाम दिदीको खसी हामीले हेरेको अरू दिउरो रोटी होला होइन त्यो अब दिउँसो खर्च पनि भयो होला उहाँलाई चाहिँ हामीले सके पनि नसके पनि 35,000 पैसाले चाहिँ उहाँलाई सिरो बिहान गरेको छ यो सोही छाले ग्रहण गरिदिनु ठुली फुपू ल दाब नमस्ते ढोक दिया आशीर्वाद फलस फुलस मेरो बधाई भन्नु अनि बेहुलोलाई एकचुट बुहारीले नमस्कार गर्ने ठुली फुपू पैसा चाहिँ सिरो ब्याउने ढले 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 ठुली फुपू यस्तै हो माइतीहरूको अब माइती आउने क्रम अलिक बाक्लो पार्नु पर्यो अरू त म केही भन्दिनँ अनि पाइलो चल्दैन त्यही टेक्दै आउनुपर्छ छोरी ठुली छोरी नरमाया बस्ने होला नभन्दै खसी हाल्नुभयो रोटी र एक्काइस दिउँछ उहाँ छोरीलाई चाहिँ 25,000ले हामीले उहाँको सिरो ब्याउँदैछ ल ठुली दिदी ढोग्नु पर्यो ल यस्तै छन् माइतीहरू नरिसाउनु होला आउने क्रम नजिकमा मै छु भन्न भन्नु मेरो भान्जी टेम्टे मै गाउँपालिका छिपछिपबाट आउनु भएको उहाँलाई उहाँको रोटी छ कोसेली छोरो उहाँलाई 5,000 रुपियाँले हामी सिरो ल्याउँदैछ ल यहाँहरू छोरी चेली र अरू सम्पूर्णमा हार्दिक नमन चाहेर यो हाम्रो उहाँको चाहिँ यो माइकको क्रम खासै भएको घोषणा गरेको छ यो अलिकति बाँड दिनको लागि चेलीबेटीले नै हो कि चेलीबेटीले उहाँहरूकै हातबाट हामीले खाना बाँड्नु पर्यो नानी उयो ल्याऊ अनि भित्रबाट प्लास्टिक त सेतो खसीले सिरो ब्याउनको लागि यहाँ अगाडि यस्तै यहाँलाई खसी साथै खसीको हामी छोड्ने भयो मसला नखर्च त्यसको मलाई दिने बन्द गरिदिनु भने छोरीपट्टिको पहिलो सन्तान ठुला नातिको बिहामा हामी मामाली भाइ भतिजा माइजू सबै खुसी लागेको छ हामीलाई हाम्रो मामालीको तर्फबाट धेरै धेरै शुभकामना छ यति भन्दै अब के भन्नु र अरू पनि होला अब त हामी त यसपालि जुन पाइला छ हामी टिको लाउन चाहिँ पाइनौँ मामा माइजूमा पाइएन यहाँ हाम्रो संस्कार अनुसार हामीले यो के भन्छ त्यस्तै अब सबैजनाले मिल्छ बुझ्दिनु होला र हाम्रो फुको दक्षिणा दिन गइरहेका छौँ 85 वर्षीय हजुरबाको हातबाट हजुरबाले एउटा छोरीको हातमा बेटीको लागि दक्षिणा स्वरूप दिनु हुँदैछ ल धन्यवाद अब हामीले दिदीलाई दिनु ल हाम्रो
अब बुहारीले गाउँछ सासू होइन बुहारी होइन छोरी भएर मलाई भन्दै रमाइलो छ है एकदम यो चाहिँ यो मोमेन्ट चाहिँ रमाइलो क्या यो मोमेन्ट चाहिँ सबभन्दा बेस्ट क्या फाइनल हुन्छ नि फाइनल्ली रमाइलो नमन गरेर चाहे तपाईँलाई दिनभरि कष्ट गरेर चाहिँ हाम्रो कार्य सम्पन्न गरिदिनुका भाइ सोसाइटी खर्च हजुरको चाहिँ यसो शिर उगाउनको लागि हामीले चाहिँ राखेको म बिना अब हामीले सन्त भाइ कान्छा सम्पूर्ण आदरणीय दाईहरू हाम्रो जङ्ग सर होइन यहाँ सम्पूर्ण नवमाता इष्ट मित्र सबै आदरणीयहरूसँग भेट गर्न पाउनु नै ठुलो गौरव कुरो छ होइन तर हामीले पुर्याउन बा के गरियो होइन लोकभोकमा त्यस्तै हो यसमा हाम्रो पनि कुनै पनि गल्ती भए पनि पुर्याउन सक्यौँ भने क्षमाप्रति हामी पनि माग्न चाहन्छौँ होइन यसै विषयमा जे भए पनि हुनु चाहिँ यो हामीलाई तपाईँहरूले यो नगर्नु पर्ने थियो के यो जात विषयकोमा पनि होइन के तर यसमा पनि तपाईँहरूले सम्झिनु भएको खण्डमा अब हामी धेरै कुरा नगरिकन सबै सम्पूर्ण आदरणीय नवनाता छोरीचेली सबैलाई हाम्रो तर्फबाट म जगतको तर्फबाट नमस्ते भन्न चाहन्छु यहाँ मामाले केही भन्नुहुन्छ यो चाहिँ के अरे दिक्तेल साकेला गाउँपालिका धनबहादुर बुढा छ साकेला गाउँपालिकाको उत्कृष्ट जोडी हाम्रो दाजुभाइ नमुना जोडी के अरे साकेला गाउँपालिकाको उत्कृष्ट नमुना जोडी हाम्रो दाजुभाइ परेवा पृथ्वी सुस्मिताको भाउजू कर्मकाण्ड सकियो धेरै सहनशील हुनु झनक बाबालाई सुख शान्ति दिनु गुवाको टसले त्यहाँ राम्रो आएन माथि हाल्नु माथि हो माथि हाल्नु माथि जस्तै सबैलाई रिजाएर बस्नु मान्छे आउँदा रिस नगर्नु चेलीबेटी आउँदा रिस नगर्नु मलाई राम्रोसँग अन्ताउनु त मित्र चेलीबेटीको राम्रोसँग मन राख्नु माइती आउँदा झर्को फर्क नगर्नु भन तपाईँले भन्ने हो माइती आउँदैन खुलेला कि बुढीलाई ढोक भनेपछि नढोकौँ लाइभ होइन युट्युब ल धन्दाईको लास्ट यो डान्स